हेलो गाइज, हामी चाहिँ आज यो टिकापुर महोत्सव लाग्ने ठाउँमा आएको छौँ। हेर्न सक्नुहुन्छ यस्तो भिड छ। आज चाहिँ स्टार्ट नै भएको छैन के अरे महोत्सव 29 गतेदेखि स्टार्ट हुने रे। आज नै यस्तो भिड छ टिकापुरमा, हेर्न सक्नुहुन्छ। हामी पनि हेर्न आएको छौँ। देउडा खेलिराख्नु भएको छ यतातिर चाहिँ। यता रेडी भइरहेछ महोत्सव लाग्ने। एकछिनमा भित्र गएर देखाउँछौँ हामी। हामी चाहिँ भित्र गइरहेछौँ गाइस, यसको भित्र। फाइनली यस्तो बनिसकेको छ। यता पसलहरू राख्ने ठाउँ चाहिँ बनिसकेछ। अझै रेडी हुँदैछ, 50-50 भएको छ भनौँ। यसरी भित्र आइसक्यौँ। अब चाहिँ भित्र गइरहेछौँ। हेर्न सक्नुहुन्छ यता पसलहरू राख्ने ठाउँ। योचोटि चाहिँ ठुलो बनाएको छन्। टिकापुर पार्क भन्छु र। टिकापुर महोत्सव चाहिँ योचोटि ठुलो ग्राउन्ड छ। ग्राउन्ड पुरै छापिएको छ भनौँ। यतातिर हेर्न सक्नुहुन्छ खतरा पसलहरू चाहिँ धेरै नै छन् योचोटि। के भन्न चाहन्छस्? के भन्न चाहन्छु, यस्तो राम्रो भएको छ। पोहोर साल चाहिँ यस्तो भिड थियो होइन, त्यो धेरै मान्छे नअटाएर धेरै नै भिड थियो। यो साल चाहिँ हल्का राम्रै हुने जस्तो छ। अब खै मान्छे कति आउँछन्, धेरै आएपछि त यो साल पनि धेरै भिड हुन्छ होला। पोहोर सालको जस्तो त कहिले भएको थिएन भनौँ। मान्छे भित्र उभेर हैरान नै भएको थियो। फाइनली हामी चाहिँ भित्र पुगिसकेका छौँ। रेडी भएको छ। यो चाहिँ भित्र पस्ने गेट हो। गेट चाहिँ रेडी भएको छैन अझै राम्रोसँग। स्टेज पनि बनिरहेको रहेछ, बनेको छैन फाइनली। यतातिर पसलहरू, यतातिर काम चलिरहेछ। अझै कामहरू चलिरहेछ। मान्छेहरू यति धेरै छन्। यस्तो बन्दैछ सबै चिज। यो चोट चाहिँ 2वटा रहेछन्। चर्केपिङ चाहिँ योचोटि 2टा छन्। एउटा नाउ छ। यस्तो खतरा बनाउनु लाग्छ नि योचोटि चाहिँ। उतातिर हेर्न सक्नुहुन्छ, त्यो चाहिँ चौधरी टोल हो। त्यता चाहिँ यस्तो खतरा बनाउनु लाग्छन्। आउनु होला। अनि उता साइडमा अर्को गेट छ। त्यो गेटबाट चाहिँ भित्र पसाउँछन्। यति ठुलो ग्राउन्डमा बनाइरहेछन्। यस्तो दामी छ भित्र चाहिँ। उता आगो तापिरहेछन् जाडो भएर। जाडो। हामी चाहिँ यस्तो गेट चाहिँ यस्तो बनाएको छन्, पुरा खतरा। हामी चाहिँ हेर्न आएको थियौँ भित्र। अब चाहिँ हामी गइरहेछौँ। उता स्टेज पनि बनाएको छैन रहेछ नि योचोटि चाहिँ। छिटै ओके, हामी चाहिँ गएको। बाई बाई गाइज। हामी चाहिँ अब बाहिर जान लाग्छौँ। बाई बाई।